आज चाहिँ यहाँनिर इस्कुस मोमो बनिँदैछ। यो चाहिँ किमा भयो। किमा चाहिँ एकदमै दामी बनिएको छ। यहाँनिर मोमो बनाउनु हुँदैछ आन्टीले। म चाहिँ बेल्नेमा छु। यहाँनिर मोमो बनिँदैछ। अङ्कल चाहिँ यहाँनिर गुन्दैछ। सकेर फर्स्ट पाकिसकेको छ। तातो तातो बाफ उडिरहेको छ। चक्नुलाई दिदी अचार चाहिँ एकदमै दामी सेन्ट आइरहेको छ साथी। अब अङ्कलले यहाँनिर रिभ्यू दिन्छ कस्तो भयो। कस्तो भयो मिठो? दामी भयो रे साथीहरू। यहाँनिर बस्नु मिल्दैछ। यो चाहिँ टेस्ट गरेको साथीहरू। टेस्ट कस्तो चाहिँ भएछ भनेर मिठो नुनहरू चडक्क